तपाईहरुले भने जस्तै सोचे जस्तै हामी फेरि लिएर आएको छौं स्याम्पू। तपाईहरुले पटक पटक मलाई धेरै जसोले भन्दै हुनुहुन्थ्यो नि कि दिपक सर मेरो चाया पडेर कपाल झडेर अनि कपाल फुलेर त तनाव आइसक्यो, हेर्नु न अब यो अहिले बेले भएको छैन, उमेरै पुगेको छैन, पुरै कपाल झर्न जस्तो लागिसक्यो, कपाल पनि फुल्न थाल्यो। अब यो चायाले गर्दाखेरि एकदमै टाउको चिलाइ गर्दो रहेछ। अब यो गर्मी महिनामा त दिनै पछि नुहाइन्थ्यो, जाडो महिनामा अब 1 दिन 2 दिन 3 दिन बिरे आएर नुहाउनु पर्छ र अब यो चाया परेर एकदमै टाउको चिलाइ गर्दछ। त्यसको समाधान हामी फेरि लिएर आइसकेको तपाईहरुको लागि। तपाईहरु जसले मलाई भन्नुभएको थियो उहाँहरुको लागि पनि र अरूलाई कसैलाई चाहियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईहरुको लागि ल्याइसक्यो हेयर प्रोटिन स्याम्पू, एकदमै राम्रो काम गर्ने विभिन्न किसिमको जडीबुटीहरुबाट अदुवा प्याज मिलाएर बनाएको एकदमै राम्रो गुणस्तरीय स्याम्पू ल्याइसकेको छु। चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। एकदमै राम्रो गुणस्तरीय स्याम्पू, नयाँ कपाल उमार्ने, त्यसका साथसाथ चायाबाट राहत दिलाउने र कपाल समयभन्दा अगाडि फुल्न नदिने एकदमै गुणस्तरीय स्याम्पू हो। तपाईहरुले चाह्यो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है। हस् त, धन्यवाद।